हाई गाइस, तपाईँलाई स्वागत छ मेरो नयाँ दिन नयाँ ब्लगमा। सो आजको ब्लग चाहिँ तपाईँले बाइ द टाइटल थम्बनेलबाटै थाहा पाउनुभएको छ। अन्त आज चाहिँ हामी के भन्छ माथि चित्रे गुम्बा जाँदैछ, जो चाहिँ मानेभन्ज्याङ माथि छ। हामी किन गएको भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ हामी न्युने बस्नु गएको। सो तपाईँहरू कतिजनालाई याद नहोला नि त होइन, न्युने भनेको के हो भनेर। सो न्युने भनेको चाहिँ एउटा मेडिटेसन हो, एउटा फास्टिङ हो। अन्त अब हेर्दै जानुहोस्, भ्लग इन्जोय गर्दै जानुहोस्। हुन्छ, बाई बाई। अहिले चाहिँ हामी मानेभन्ज्याङमा छ है, यहाँनिर अबुले सपिङहरू गर्नुहुँदैछ गुम्बाको लागि। आफ्टर द्याट चाहिँ हामी चाहिँ अब चित्रे जान्छ है, बाटोमा देखाउँछु नि है। अब आमासँग बोली पठाउँछ तिमीहरू तपाईँ मेरो भिडियो बिगारिदिनु भने जस्तोले मैले जस्तोले भनिसकेँ अघि भने ल गुड मर्निङ। सो गाइज इट्स 2:36 आज उठेको। यसरी सुत्नुपर्छ सबैजना चाहिँ, किनभने चाहिँ लाइक अरूको मान्छे सुत्नु पाउँदैन नि त। अन्त अब चाहिँ फ्रेस भएर चाहिँ जानुपर्छ माथि पूजामा। अन्त अहिले चाहिँ कतिजना अब मतलब जो बस्नुभएको छ नि उहाँहरू चाहिँ बोल्नु भएको छैन, किनकि भन्दा चाहिँ आज चाहिँ खाजा खाएर खालि पहिला ठु पानीहरू खाएर खालि बोल्नुहुन्छ नि त। अन्त चाहिँ अब हामी पनि प्रपर न्युने चाहिँ कति बेला बसेको भन्दा चाहिँ अब यहाँनिर धुम्बा मतलब कसम है, कसम खाइसकेर चाहिँ बस्छ हामी। त्यहाँदेखि ठु पानी खाइसकेर चाहिँ अब हामी दुईजना पनि पक्का एउटा बसेको शुद्ध त्यहाँबाट चाहिँ अहिले चाहिँ यस्तोहरू खानापिनाहरू सबै यति खानापिना मतलब अब प्लेटहरू पानीको मगहरू यस्तो बोकिरहेको छ। सो अहिले तपाईँलाई देखाउँछु के हुन्छ भनेर। हाम्रो थुक्पा खोले अन्त यहाँ तल यताबाट जानुपर्छ जो चाहिँ। अन्त यहाँ माथि चाहिँ छाम बस्नुहुन्छ हो। छाम भनेको चाहिँ मेडिटेसन गुफा, जो चाहिँ अब लाइक 5 years 6 years 7 years अब त्यस्तो हेरी बस्नुहुन्छ। त्यहाँ चाहिँ अहिले हामी तल यो थ्री पानी खान आउँदैछ। यो पानी चाहिँ एकदमै चोखो लु होइन, लु नै भनौँ न यस्तो। एकपल्ट उयो गर्नुपर्छ है, एकपल्ट हातमा जस्तो थाप्छ नि खाइहाल्नुपर्छ, पखाल्नुहरू हुँदैन है। गाइज अब हाम्रो चाहिँ पूजा लागेको 11 समथिङ कतितिर लन्च ब्रेक हुन्छ है। 12 बजीभित्र चाहिँ खाइसक्नुपर्छ। त्यहाँबाट चाहिँ अन्ली लिक्विड, त्यहाँबाट एकैचोटि पर्सी मात्रै पाउँछ।
मलाई कम्ती कम्ती मात्रै हालिदिनुहोस् न कम्ती मात्रै हालेको जस्तै कम्ती गरिदिनुहोस् न थ्याङ्क यू होस् तपाईँ गएर त्यहाँबाट अङ्कल के हो त्यो खाना खाना तिमी किन पनिर नखाएको पनिर मन पर्दैन नि त मलाई अब कम्ती हालेको जस्तै गरिदिनुहोस् न थ्याङ्क यू मेरोमा पनिर पनि सेलरोटी देखेँ नि त मैले सेलरोटी खान्छु नि त म त्यही भएर त्यस्तो सेलरोटी त्यही भएर त खाँदिनँ त म भातपछि अब एउटा लै ल थ्याङ्क यू टिचर ए अब अर्को दिनहरू चाहिएको है छुट्याउनुपर्छ यहाँ हाल्नुपर्छ यहाँ यसरी छुट्याउनु पर्छ सो है हामीले चाहिँ 12 बजीसम्म चाहिँ खाना खाइसक्नुपर्छ होइन मतलब त्यहाँदेखि आफ्टर 12 चाहिँ चपाउने कुरोहरू केही खानु हुँदैन लिक्विडहरू खानुपर्छ जस्ट लाइक यस्तो है त्यहाँदेखि चाहिँ अब यो खाइसकेर जब सुतेर बिहान उठ्दाखेरि चाहिँ डे टु स्टार्ट हुन्छ त्यो चाहिँ 3 बजी उठ्नुपर्छ 3 बजी उठेर चाहिँ बोल्नु पनि हुँदैन मुखमा एक थोपा पानी धरी हाल्नु हुँदैन है अन्त चपाउने कुरोहरू पनि खानु हुँदैन त्यसपछि त त्यो डे टु स्टार्ट भएर त्यो पूजाहरू गरेरै एन्ड हुन्छ त्यहाँदेखि आफ्टर द्याट फेरि 3 बजी उठ्नुपर्छ पर्सि उठिसकेपछि चाहिँ बिहान पानी दिएर चाहिँ बोल्नु चाहिँ पाउँछ त्यहाँदेखि चाहिँ खोलेहरू खाएर चाहिँ त्यहाँदेखि हाम्रो शाखा दावा चाहिँ 1 महिनाको हुन्छ है न्युने चाहिँ 16 डेजको मनाउँछ आफ्टर पुर्ने चाहिँ न्युने पनि सक्छ अब लोकेसन यस्तो छ वेदर चाहिँ सो न्युने सकेर चाहिँ अहिले हामी लेकमा आएको छ दर्शन गर्नुको लागि अन्त त्यहाँबाट चाहिँ अब हेरिहाल्छ ल त्यसको बाद त्यहाँबाट चाहिँ हामी घर फर्किन्छ टाइम त राम्रो भयो हौ ए है यदि नुकल छन्दकपुर जान्छ है अब आँखा कस्तो तिखो मैले त देखिनँ सो अब भ्लग चाहिँ त्यति नै थियो होइन किनभने कतिवटा मैले अब भिडियो गर्नु पाइनँ अब नबोल्ने दिनमा चाहिँ साह्रै पर्छ नि त अब एक थोपा पानी नखाए दिनभरि अब पूजा गर्दै बस्नु त अलिक निकै साह्रै हुन्छ अनि अलिक विक पनि भएको थिएँ लाइक पर्सिको दिन चाहिँ लाइक जुन चाहिँ निक्लिने दिन चाहिँ अलिकति विक पनि भएको थिएँ सो त्यही भएर अब कतिवटा चाहिँ मैले भिडियो गर्नु पाइनँ सो आशा गर्छु तपाईँहरूले मेरो भ्लग अब इन्जोय गर्नुभयो होला अन्त अब सब्सक्राइब लाइक अन्त मलाई धेरै 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 माया दिनुहोस् हुन्छ बाई